हाई एभ्रिवान, वेलकम छ मेरो सर्ट भ्लगमा। आज चाहिँ साथीहरू म चाहिँ हजुरहरूलाई मेरो पसल जाँदाखेरिको छोटो भ्लग बनाएर देखाउँदैछु। अहिले चाहिँ बिहानको 9:30 भइसकेको छ र यति बेला चाहिँ म पसल जाँदैछु र यो चाहिँ मेरो घरदेखिको साइडको बाटो रहेको छ। आज चाहिँ म एक्लै जाँदैछु। बाबु चाहिँ यता जेठाजुको माथि घर ढलान छ, त्यही साथीहरूसँग खेल्छु भनेर घरमै बसेको थियो, अनि त्यही भएर चाहिँ म एक्लै जाँदैछु। अनि यहाँ चाहिँ अहिले बाटोमै छु म। यो चाहिँ हाम्रो घरदेखि जाने बाटो रहेको छ। अनि म चाहिँ हजुरहरूलाई मेरो सानो भ्लगमा चाहिँ मेरो पसलको स्ट्रगलदेखि लगेर सबै कुरा हजुरहरूलाई सेयर गर्दैछु। अनि यो चाहिँ हाम्रो यता साइडको खोलादेखिको बाटो गएको छु म। हाम्रो घरदेखि चाहिँ दुईवटा बाटो छ कि, एउटा यतादेखि जाने छ अनि एउटा यता अर्को साइडदेखि जाने बाटो। अनि म चाहिँ आज अर्को साइडदेखि जाँदैछु। र यो चाहिँ खोलामा चाहिँ अलिकति झारहरू धेरै पलाएर कस्तो डर लागिरहेको थियो हिँड्नको लागि। एकदमै सर्पको फेरि मलाई एकदमै डर लाग्छ क्या। अनि यतादेखि हिँड्दै गएको थिएँ, अनि त्यहाँ बाटोमा फेरि यति धेरै कमिला अर्को पुरा रहेछ। अनि डर लागेर छिटो दौडेको त कति धेरै कमिला क्या बाटोमा। अनि पुरै बाटो ओगटेर बसेको थियो, अनि त्यही भएर दौड माथि गएँ। अनि यो बाटो हिँड्दाखेरि चाहिँ मलाई यस्तो सास पर्छ, पातली हुँदाखेरि पनि यो उकालो हिँड्दाखेरि चाहिँ म त स्या भइसकेको हुन्छु कि यो बाटो हिँड्दाखेरि। अनि आज चाहिँ एक्लै हिँड्दाखेरि चाहिँ के छुटे जस्तो लागिरहेको थियो, बाबु घरमै बसेको भएर। अनि यतादेखि चाहिँ म जाँदैछु। साथीहरू हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो बडाखोलीको बजार एरिया रहेको छ। अबको 2 मिनटभित्रमा चाहिँ मेरो पसल चाहिँ आइपुग्छ। अनि म चाहिँ एउटा कुरा सेयर गर्न मन थियो कि, धेरै जसोले के पसल गर्ने व्यापारीहरूलाई चाहिँ यसको जिन्दगी त कस्तो मोज छ, कति सुखसँग बसेको छ, मजाले पसलमा बसे अनि भन्ने टाइपको सोचिरहेको हुन्छन् नि। तर त्यो हामी व्यापार गर्नेलाई थाहा हुन्छ कि हामीले कस्तो तरिकाले व्यापार गरिरहेको हुन्छौँ र दिनरात कसरी कटाइरहेको हुन्छौँ भन्ने कुरा त त्यो हाम्रो अनुभव हुन्छ नि। देख्नेले चाहिँ कति आनन्द छ, मजाले पसलमा गएर बसेछ, मोज गरेछ भन्ने टाइपको फिल गरेर हुन्छन्, सोचिरहेको हुन्छन् नि। बिहानै घरको काम भ्याएर पसलमा सामानहरू मिलाउने, त्यहाँदेखि सरसफाइ त्यस्तै भइहाल्यो। यो त नर्मल कुरा भयो। यो दिउँसभरि पसलमा बस्दाखेरिको टेन्सन है, सामानहरू के ल्याउने, कस्तो बेच्ने, नयाँ नयाँ डिजाइनहरू के आउँछ, अनि सामानहरू स्टकमा बस्दा त्यस्तै टेन्सन हुने, अनि कस्टमरको चित्त नबुझाउँदा टेन्सन। मनमा कहिल्यै शान्ति नहुने कि व्यापार गर्ने मान्छेहरूलाई। तर देख्नेलाई चाहिँ कस्तो राम्रो, म पनि यस्तै गर्न पाए हुन्थ्यो भन्ने टाइपको सोचाइ धेरै हुँदो रहेछ। अनि कति आनन्दको जिन्दगी रहेछ भन्ने टाइपको सोच्ने रहेछन् अरूले चाहिँ। के गर्ने, आफूलाई भने यहाँ यस्तो टेन्सन लाग्छ साथीहरू, नसोचेर बसेको दिन हुँदैन। अनि पसल आयो, मजाले बस्यो, कस्टमर नआउँदा पनि टेन्सन, कस्टमर आएर सामान पुऱ्याउन नसक्दा पनि टेन्सनले जाँदो रहेछ यो व्यापारीको जिन्दगी त। कहिलेकाहीँ त वाक्क लागेर आउँछ। अनि साथीहरू यो कुरालाई चाहिँ साइडमा राखौँ र मेरो पसल हेर्न सक्नुहुन्छ। म चाहिँ अब सामानहरू मजाले फटाफट बाहिर टङ्गाउँदैछु। अनि बाहिर मजाले मिलाएर राखेपछि चाहिँ एकछिनमा पुछा लगाएर अनि मजाले यसो नयाँ सामानहरू के ल्याउने हो त्यसको बारेमा सोचेर बस्नुपर्ने हुन्छ। मेरो पसल चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ। धेरै ठुलो त छैन, सानो छ। मैले चाहिँ अहिले स्ट्रगल पेजमै छु। अझै मेरो त्यस्तो सफलता हासिल मैले गरेको छैन। मेरो चाहिँ पसल सुरुमा गर्दाखेरि चाहिँ एउटा सानो कोठा थियो, मतलब सानो नर्मल एउटा कोठा थियो। अनि त्यहाँदेखि अलिकति बढाएर अगाडि सारेको थिएँ। अनि त्यहाँदेखि पनि अहिले अझै त्यो सानो भयो भनेर अलिकति ठुलो बढाउन खोजिरहेको छु। तर हजुरहरूले यस्तै गरेर मलाई माया साथ सपोर्ट गरिदिनु भयो भने चाहिँ म पछि गएर राम्रो सफलता हासिल गर्नेछु। र त्यसको लागि चाहिँ हजुरहरूको एकदमै धेरै माया र साथ सपोर्टको आवश्यक हुनेछ मलाई। अनि अरू हेर्न सक्नुहुन्छ मेरो कामहरू चाहिँ। यो भ्लग चाहिँ मलाई त्यति धेरै बनाउन आउँदैन कि साथीहरू। यो चाहिँ मैले जस्ट आज रमाइलोको लागि, पछिको लागि मेमोराइज पनि हुन्छ भनेर मैले छोटो सर्ट क्लिपहरू चाहिँ गराएको थिएँ। म चाहिँ अब झाडु लगाउनलाई रेडी भइसकेको छु र अब चाहिँ मैले झाडु लगाउन सुरु गरेँ। अनि हजुरहरूलाई एउटा कुरा थाहा छ कि नै, म चाहिँ मेसिनभन्दा नि एकदम छिटो छ नि फेरि काम गर्नमा। हेर्न सक्नुहुन्छ मेरो स्पिड कतिको छ। यति छिटो मैले बराल्छु कि कुरै छोड्दिनँ हजुरहरूले। अरूले चाहिँ पसल बिहान 6 बजीतिर खोलिसकेको हुन्छन्, म भने पसलमा कहिलेकाहीँ कस्टमरहरूको एकदमै धेरै डिमान्ड भयो भने या अर्डरको सामानहरू चाहिँ अगाडि पठाउनु पर्ने छ भने मात्रै हो बिहानमा आउने। नत्र मेरो टाइम कति बेला हुन्छ थाहा छ? कहिले 8 बज्छ, कहिले 9, कहिले 10, कहिले 11, 12 पनि बज्छ के। त्यस्तो हुन्छ मेरो टाइम चाहिँ। तर कस्टमरहरू चाहिँ आएर कुरेको हुन्छन्, तर म घरको कामै भ्याउँदिनँ। नर्मल बिहानको काम चाहिँ अब दिउँसभरिमा गरेर भ्याउने काम हुन्छ। अनि साँझ र बिहान भ्याइँदै भएन, दिउँसभरि मजाले पसलमा बस्ने हुन्छ। अब कस्टमर आउँदा पनि बस्ने हुन्छ, नआउँदा पनि बस्ने हुन्छ। आखिर त्यो ड्युटी पुरा गर्नै पर्ने। अनि घरमा चाहिँ कामै नपुग्ने के, कपडा धुनुपर्ने, नुहाउनु पर्ने, सरसफाइ गर्नुपर्ने, अनि यताउता गर्दा टाइमै नपुग्ने। यति तापाताप हुन्छ साँझ र बिहानमा, कुरै छोड्नु न।
देख्नेलाई त आहा कति मजाको जिन्दगी छ भन्ने हुन्छ, तर हाम्रो यो मेन आफूलाई पर्दाखेरि चाहिँ यस्तो टेन्सन हुन्छ, यता गरौँ कि उता गरौँ कि यो भएन त्यो भएन, यस्तो टेन्सन लाग्छ। यो कुरो छोड्नु, त्यो मलाई मात्र हो कि हजुरहरूलाई पनि हुन्छ यस्तो? मलाई कमेन्टमा सेयर पनि गर्न सक्नुहुन्छ। अनि के अरे यो कपडा फेरि डिजाइन पनि कति फेरेको मिडियामै, आज एउटा डिजाइन ल्याउन पाएको छैन, भोलि अर्को आइहाल्छ। अनि त्यो अर्को ल्याउन पाएन, अर्को आइहाल्छ। त्यहीमा पनि कस्टमरले नयाँ सामान ल्यायो, दिदी यो छैन भनेर फेरि अर्को नयाँ भिडियो देखाउँछन्। हे भगवान्, यो व्यापारको जिन्दगी त खत्तम महाखत्तम हुँदो रहेछ। टेन्सनले बित्दो रहेछ क्या। मजाले मनमा शान्ति कहिले नहुने। अब तिजको सिजन आउँदैछ, तिज आउन अब 2 महिना बाँकी छ, तर मलाई अहिलेबाट टेन्सन सुरु छ। टेन्सन भइसके के ल्याउने होला, के लिएर बेच्ने होला भनेर एकदम टेन्सन भइरह। यो हजुरहरूलाई पनि भइरह कि मलाई मात्र हो? अनि तिजमा चाहिँ खत्रै व्यापार गर्छु भनेर मजाले एक्सपेक्ट गरेको छु, तर हजुरहरूको माया र साथ सपोर्ट चाहिँ कतिको हुन्छ त्यो चाहिँ हेरौँला है। अहिलेलाई चाहिँ मजाले मेरो काम चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले। मैले चाहिँ आजको भ्लगलाई चाहिँ साँझसम्म कन्टिन्यू गर्छु र हजुरहरूलाई मेरो आज गर्नुपर्ने सबै कामहरू देखाउँछु सोचिरहेको थिएँ, तर त्यस्तो भएन। म चाहिँ आइफोनको समस्या थाहा किन हजुरहरूलाई, एकछिनमा चार्ज पनि भ्याइन्छ, त्यहीमा चाहिँ स्पेस पनि एकछिनमा फुल हुन्छ। त्यही भएर चाहिँ मैले हजुरहरूलाई पुरा भिडियो चाहिँ बनाउन सकेन। अनि यति पुच्छा लगाएर अनि भ्याएर एकछिन पुच्छा लगाएको सुक्न दिनलाई एकछिन मोबाइल एकछिन रेस्ट गरेको थियो भनौँ। अनि फेरि बुढाको गला एकछिन बुढासँग कुरा गर्दा के गर्दा अनि मेरो भ्लग चाहिँ बिर्स्यो। त्यही भएर जति छ त्यति नै मैले हजुरहरूको सामु चाहिँ यो भ्लग पेश गर्दैछु र हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। त्यस्तो खास त छैन यो मेरो भ्लगमा, मात्र मैले आफैले त्यतिकै पत्र बोलेर चाहिँ बनाएको छु। यो चाहिँ मैले अब बिहान आएर पसलमा आएर के गर्छु भन्ने त्यो देखाएको छु मात्रै। अझ यहाँ चाहिँ अझै त्यो सिसाहरू पुस्न बाँकी छ, काउन्टरहरू पुस्न बाँकी छ, त्यो चाहिँ मैले भिडियो गराएन। मात्र यो पुच्छा लाएर भ्याएको थियो, एकैछिन रेस्ट गर्छु, मोबाइल पनि चार्जमा हाल्छु भनेको थिएँ। फेरि बुढाको गला उता बुढासँग कुरा गर्दा मक्ख भयो, अनि त्यहाँदेखि काम बिर्स्यो, अनि मेरो भ्लग चाहिँ आधा मात्र भयो। त्यही भएर मेरो चाहिँ नयाँ सब्सक्राइबर अब युट्युबमा हाल्छु हाल्दैन थाहा छैन, तर फेसबुकको रिल्सहरूमा चाहिँ म मजाले हाल्नेछु। त्यही भएर हजुरहरूले चाहिँ एकदमै साथ सपोर्ट चाहिँ गरिदिनु पऱ्यो। हाम्रो यान कलेक्सनलाई टिकटकमा मात्र माया होइन कि फेसबुकदेखि लिएर युट्युबमा पनि हजुरहरूले माया साथ सपोर्ट गरिदिनु पऱ्यो। हजुरहरूको हौसलाले गर्दा म चाहिँ हल्का अलिकति केही मेहनत गर्नेछु र केही प्रगति पनि गर्नेछु है त। थ्याङ्क यू, नमस्ते।